फर्केर आऊ नानी खबर गर यहाँ दाइहरू हामी यहाँ ठाउँ ल सबैलाई नमस्कार। मेरी कान्छी छोरी नाम ज्ञानमाया बुढा। हाम्रो घर सुर्खेत पनि हो जुम्ला पनि हो। कहाँ छ नानी जसले देखाए नि फर्काइदिनु भनिदिनु, जसरी भए पनि फिर्ता ल्याइदिनुहोस्। हामी रुँदा रुँदै थाकिसक्यौँ। आसमा र ज्ञानमाया दुईटी छन्, कहाँ छन्, सँगै छन् कि छुट्टै छन्। जसरी भए नि फर्काइदिनु, जसले देखाए नि सम्पर्कमा ल्याइदिनु होला। नानी घर आइजान, त्यही गाह्रो भएछ। आइज नानी, आइज नानी। मैले पुरानो मान्छे छैन, एक्लै छु मलाई। मलाई कति गाह्रो भइसक्यो। कहाँ छै फर्केर आऊ नानी। केही पनि भन्ने छैन, तेरै पिलले बाबा मुम्बई गइसक्यो। नानी कहाँ छैस्? सब दिदी रुँदा रुँदै थाकिसक्यो। तिहार आउनुहुन्न, कोही मान्छे देख्नुहुन्न, कोही के यस्तो गरिसक्यो। नानी फर्केर आ, कहाँ छ जहाँ भए पनि। कोहीले केही भन्दैन, आइजाऊ घर फर्केर। बिहा गरेछ भने नि हामीले बिहा गरेछ मम्मी भनेर खबर गर, फोन गर। कहाँ छ हामीले तिनकै नोट आऊ नानीहरू आऊ। कुन ठाउँ छौ, के छौ, देश विदेश इन्डिया भए पनि खबर गर। कोही आफन्तमा छौ कि बन्धनमा छौ कि, फर्केर आऊ नानी खबर गर यहाँ दाइहरू हामी यहाँ ठाउँमा अफिसमा आछौँ। अफिसको सरहरूले ल्याइदिनुहुन्छ, तपाईँले गाह्रो छ भने नि।